हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो ट्वाक्क खालको भिडियोमा। अहिले मैले ठ्याक्कै सम्झिएर मैले यो भिडियो बनाउन लागेको। म तपाईहरुलाई आज यस्तो कुरा सिकाउँदै छु कि सबैलाई त चाहिँ उपयोगी हुन सक्छ। सबैलाई नै थाहा छ नेपालमा चाहिँ केही महिना अगाडिदेखि ग्यासको भाउ कति धेरै महँगो भइरहेको छ। हुँदा एक महिना अगाडिदेखि ग्यास त आधी आउन थालेको छ नि त। आधी ग्यासले त कति पनि पुग्दैन, आधी ग्यासले त एक महिना पनि मजाले पुग्दैन हो। त्यही भएर ग्यास बचाउने उपाय भनेको एउटा टक्क राइस कुकरमा खाना बसाउने, यसरी खाना हाल्ने, टक्क चामल हाल्ने। अनि तपाईहरुले यदि आलु र मटरको अचार खान मन छ भने आलु उसिन्न त ग्यासमै बसाउनु पर्यो। ग्यासमा बसाएपछि ग्यास छैन, अझै सबै आधी आउन थालेको छ। ग्यास त धेरै सकिने भयो त्यसरी गर्दाखेरि। टक्क आलु र मटरको अचार खान मन लागेको छ भने तपाईहरुलाई यदि टक्क यसरी आलुलाई चाहिँ एउटा सानो गिलासमा यसरी हाल्ने। एउटा सानो गिलासमा यति अब कति नै चाहिन्छ आलु र मटरको अचार बनाउनको लागि आलु 3-4 जनालाई त यतिले मजाले पुग्छ। यसरी बसायो भने ग्यास जोगाउने सबभन्दा जुगाड यसरी टक्क गिलासमा आलु हाल्ने अनि यहाँ गाडिदिने टक्क यसरी। अनि गाडिदिसकेपछि अलिकति यो गिलासमा थोरै पानी हाल्ने, धेरै हाल्नु पर्दैन गिलासमा पानी, यसरी थोरै हाल्ने पानी। अनि त्यसपछि अब मोटर भिजाएको छैन, मोटर उसिन्नु पर्यो भने टक्क एउटा गिलासमा यसरी मोटर हाल्ने, मोटर चाहिँ हाल्ने। नत्र अब यो केही फर्सीको तरकारी पकाउँदाखेरि नि मोटर मिसाउन मन छ भने चाहिँ टक्क मोटर हाल्ने। अनि थोरै पानी हाल्ने, धेरै पानी हाल्नु पर्दैन, यति पानी हाल्ने। यसलाई पनि टक्क यसरी गाडिदिने, यहाँ टक्क यसलाई यसरी टक्क बसाइदिने। यसरी तपाईहरु यदि 4 जना जति बस्नुहुन्छ भने रुममा, यदि तपाईहरु 4 जना जति बस्नुहुन्छ भने टक्क यसरी एउटा गिलासमा अलिकति पानी हालेर, दाल छ भने दाल यसरी हालेर थोरै पानी हालेर छोपिदियो भने पनि खतरा पाक्छ। अनि त्यो कराईमा लगो अनि झानो झोल हालो खायो, त्यसरी हुन्छ। तर अहिले मसँग दाल छैन, मैले त्यही भएर दाल बसाइन। टक्क यसरी आलु बसाउने, आलु हाल्ने यहाँ, अनि यहाँ मोटर हाल्दिने, टक्कलाई छोपिदिने। अनि छोपिदिसकेपछि राइस कुकरलाई लाइनमा जोडिदिने, यो ओरतिर सारिदिने। टक्क यहाँ बसिसकेको छ, यति बसिसकेको छ यहाँ। अनि अब एकछिनमा कस्तो हुन्छ खाना पाकिसकेको छ यहाँ राइस कुकरमा। पाएको कि पाकेन कि मैले त आलु र मटर बसाएको, म हेर्छु र कस्तो भएछ। यसरी बसाउँदा चाहिँ ग्यास पनि जोगियो, आलु पनि पाक्छ। पाकिसक्यो आलु पनि, आलु पाक्यो। यहाँ आलु यति आलु भए त ठिक्क अचार बनाउनु पुग्छ नि त। अनि ग्यासमा किन बसाउने, ग्यास किन खर्च गर्ने, यहाँ खानामै पाक्छ भने यसरी बसाइदिँदा चाहिँ आलु टक्क पाक्छ। अनि मोटर पनि पाकिसक्यो, मोटरमा चाहिँ अलिक धेरै पानी हाल्नुपर्ने रहेछ, अनि पाक्ने रहेछ। दाल पनि यसरी बसायो भने खतरा तरिकाले पाक्छ। यहाँ अलिकति पानी हाल्यो अनि यति भोरिसम्म हाल्यो, 3 जनालाई पुगिहाल्छ, 3-4 जनालाई पुग्छ। 1 गिलास ठुलो ग्लासमा दाल पकायो भने अनि कराईमा झाने पनि भइहाल्छ। कि मैले राइस कुकरमा उसिनेको आलु चाहिँ यस्तो भएछ है, पाकेको छ, मजाले पाकेको छ है। यसरी गर्दा हुने रहेछ। यस्तै तरिकाहरू, नयाँ तरिकाहरू सिक्न मन छ भने यो मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न अवश्य पनि नभुल्नुहोला। भिडियो हेरिसकेपछि लाइक, कमेन्ट र अन्तिममा सब्सक्राइब गर्नुहोला। बाई बाई।